शहीद स्मारक महिला लिग 2082 को खेल तालिका बिहिबार अखिल नेपाल फुटबल सङ्घ एन्फाले सार्वजनिक गरेको छ। चैत्र 4 गतेदेखि सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा न्युरो टिम एनआरटी र सङ्कटा एफसी बीच प्रतिस्पर्धा हुनेछ। लिगमा गत वर्षको दोस्रो चरणमा पुग्न सफल 5 मध्ये 4 र भदौमा सम्पन्न छनौट प्रतियोगिताबाट छानेका 6 गरी कुल 10 टोलीले सहभागिता जनाउने छ। गत वर्ष विभागीय टोलीहरू एपीएफ, एफसी, नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी अनि बागमती युवा क्लब र वालिङ नगरपालिकाले दोस्रो चरणमा अर्थात् सुपर स्टेजमा प्रतिस्पर्धा गरेका थिए। यी 5 मध्ये वालिङको भने यसपालि सहभागिता रहने छैन। आर्थिक कारण देखाउँदै वालिङले प्रतियोगिताबाट आफ्नो नाम फिर्ता लिएको एन्फाको स्रोतले जनाएको छ। वालिङले नाम फिर्ता लिएसँगै राप्ती एफसीले लिगमा सहभागिता जनाउने भएको छ।